मेरो फुल पनि देखिन्छ मामे बरफ खायो भन्दा पनि चिसो भयो त है यस्तो अच्छीकै दामी छ है यस्तो पानी त कहाँ पाइन्छ र हैन कपाल पानको पात होला भने भर्खर भेला लिएर आउन छन् के बस्यो यति भयो पनि लास्टै बच्यो नि त पानी त हिउँ पनि थिएन ड्रम पानी डाँडैमा जान नै मन थिएन त्यो फुन्टी बाङैमा भिडियो बनाएर चाहिँ कि त्यही भएर हान्नेको भित्र छिर्नु पर्ला जस्तो छ बुरा हाँगा कोपिला भएको है फुल त है बुकी फुल त मामे अझ फुले छैन जुत्ता खुट्टा त खुट्टा भएको जुत्ता पनि त्यस्तै चिसो भयो कस्तो छ भान्जो चस्मा छ अरे मामे बोबा हैन एक ठाउँ राख्नुपर्छ के मोबाइल मोबाइल राख्नु क्यामेरामा बोतल गयो क्या तल जाम बान्धो जाम है इन्जोय भयो डर होइन त्यहाँदेखि युनिभर्सिटी खासी देखेन नहीं जाता तड़प ही ऐसी है जाम उता खेलौँला जामला मिठो छ दाँत झर्ला फेरि
तिमी यहाँ छिर्ने हो छिर्ने हो हेर्नु के भित्रै कहाँ छ के उता वाङै छ धेरै भित्र छिर्यो भने झ्याउ हुन्छ नि त यार अहिले उक्लिन गाह्रो छ कि हेर न होइन उक्लिहालिन्छ क्या मामी ढुक्क किनभने चाहिँ यता त्यो छ उक्लिने जाने हो कसरी जान्छौ त गइहालिन्छ जाने बेला त आउने बेलाभरि हिँड्टी नदेखि जान्छौ र जाने र भित्र के छ के छैन अर्को ढुङ्गा त्यहाँनिर अर्को अलि यहाँनिर भएको भए चाहिँ एकछिन चिप्लो छ के भान्जो ट्राई हानिहाल्ने हो कि मामे बिस्तारै भान्जो चिप्लो छ है चिप्लिन्न मामे लुक्ने छ भने यहीँ होला कि लाइट मामे भित्र कहाँ छ निकालिदिनु त लाइट बाला अहिले मोबाइलको लाइट बालिदिन्छु है बाल्यो भित्रै छ बड्डा यति मात्रै हो क्या मामे ऊ यता चाहिँ छ होइन मामे यति एकै यो देखिन्छ क्लियरै त्यही पनि उक्लिन ढाउ छ कि यति न पुर्या रहेछ मामे सानो सानो बनाएको के लुक्नु लागेको लुक्नु लागेको यहाँ खजना लुका पानी जुन छ हेर्नु त भोपाल ठाउँ घुम्नु हो नि घुम्नु त है उहाँदेखि निस्किनु भएको छ नि भोपाल छ कुवाभित्र पनि छिर्यो नि बोलाउनु न यहाँ लिपाङ कहाँ पर्छ दाइ हजुर लिपाङ देखिने कहाँ आउँछ त्यो त्यो लेक जेलबाङको लेक हो त्यो अनि पर देखिन्छ त्यो वाममा गलेको फेरि पर सेतो देखिन्छ नि ऊ पर के हो त्यो हजुर हो पार देखिन्छ नि सेतो हल्का देखिरहेछ त ओ त्यो भनेको हल्का देख्यो भने तपाईँको ऊ माथि यहाँदेखि देखिन्छ होला होइन माथिदेखि कुन चाहिँ सेतो टावर जस्तो देखिन्छ त्यसदेखि तल त्यो लिबाङ भनेको त्यो देखेर त्यो सादाबाडा हो त्यो 52 साल जनयुद्ध चलेको तर पनि होइन जलजला आइयो भेटघाट भइयो सबै हामी बोलेको कमरेड सबै हामी बोलेको भटिज खाने हो रोटी मेरो फुल पनि देखिन्छ मामे देखियो फुल देखियो फुल यहाँ साङमा रातो लाग्यो
क्या लड्क्यो त एकैचोटि तल पुग्यो त मामे हेर ए रातै देखिन्छ यहाँ हेर्नु त काट्दै छैन के फेरि पनि फुल देखिरहेछ मामे होइन मामे चाकी रातो भयो के तिम्रो माया छ मेरो चाकभरि रातै मामे एकछिन रोक्नु त तपाईँको गिटार किन यस्तो भाङ्गे ए म त कि ठेल्यो क्या भनेको थिएँ म ठेलेर गिटार पनि ठेल्यो कि भनेको थिएँ ए मामे रातो जान्न यहाँ हेर्नु त फिक्सै थाहा पाइन्छ नि ठेल्ल्या भन्ने त फुल टिप्ने हो हेर यहाँ अब यहाँ के फुल सब थरीको फुल मामे सेतो सेतो कहाँ छ यहाँ उता तिन छ खै यो हो एक थरीको यो भइगयो अब सेतो तपाईँले टिपिदिनु म चाकको माटो झार्छु जुन टिपे पनि टिप्नु यो काँडा हुँदो रहेछ क्या यार चाक पो तर्ने यहाँ रातो माटो लागिको रातो माटो भैले भनिरहेको थियो आज आफैलाई भइगयो माने त्यो त आफैलाई भयो आज भनेको क्लियर सेटवाला के हुन्न एउटा तुप्पाको हाँगा टिप्नु अलि माथिको मामे त्यो त सेम छ त्यो माको हो त्यो सबभन्दा माथि छ नि मामे त्यही झरीको नै यताको हाँगामाको यताको के यताको हाँगामाको मामे हो त्यति नै को तपाईँको हातले हो त्यही मामे नझारोस् म झरमा गएर म लडम लाने जस्तो होइन रातो माटो चिप्लो बाटो भइगएको छ बवाल छ नि है खै यत्रो चिप्नु पर्ने के तिमीले पनि होइन के मामे बान्नलाई मात्र हल्का कलर चेन्ज छ नि होइन हेर्नु चेन्ज नै छ कि धेरै चेन्ज छ नि 4 मिनेट भइगयो लाउनु पहिलो काली कहाँ छ है पहिलो 4 मिनेट भइसकेको छ नि बवाल सेतो छ नि होइन हिलो लाग्यो क्या क्यामेरामा पनि छैन नि तपाईको मोबाइल त माथि नै थियो के माथि हिलो लाग्यो हो त्यो तुप्पाको हेर खै हो त्यही भने मैले पनि अलि बेग्लै छिटो छ नि है पात चाहिँ फालिदिनु मामे पात के गर्नु लाग्यो पात के गर्नु लाग्यो नि गनाउने मात्र गनाउँछ नि भटिज फेरि झ्याप होला नि फेरि पात सुँगेर हो अब यो वाला कलर टिप्ने छ के पुरै गाडा वाला यो कलर गाडा छ र छ के मामे यो फेस टु फेस हो अलि गाडा हेर न अलि भक्क ठिक्कै फुल्न लाग्यो अहिले बाटोमा देखिन्छ सब फुल्दै छ कि भक्कर होइन यी बबाल देखेछ नत्र भने मामे 3 थरीको फुल भयो हैन 7 थरी पुगाउनु छ नि 7 थरी पुगाउने छ मामे जलजलाको अहिले माने हैन
गएर नि मामे यता हेर्नु न चस्मिसलाई यत्रो दिन्यो कि आई लभ यु भनेर कसरी दिने हो रे आई लभ यु भनेर दिने हो तर सबै दिन नै यो तामार चाहिँ निकालेर दिन्छु पिरतीको हिसाबमा बात लाग्ला ज्याद भएर हिँड्दा पाइन्टमा दाग लाग्ला झोला भरि पनि भएको छ त अहिले पुछौँ ला त्यहाँ गएर के हो यस्तो भनेपछि ए बाटोमा एउटाले छ्याङ्गा थियो खाएर रोइला भन्ने हो भन्ने नि यार भान्जो चिप्लिया भनेर यो फुल तिम्रो भाउजूको लागि राम्रो सम्हालेर लगिदियो भनेर घर लगिदियो भन्ने फेरि गएर अर्कैले दिला नि भान्जो मामे पठाउँछु फेरि जलजला जहाँ जहाँदेखि टिप्याम त्यही टिप्न पठाउँछु जस्तो जस्तो टिप्या छु त्यस्तै त्यस्तै होइन जहाँ जहाँ टिप्याम भनेर भन्नु पाखा हेर यहाँ कस्तो छ पाखा भन्ने होइन यहाँसम्म त देखिस् त के र भिडियोमा फुल पक्रेको थिएँ दिने हो त्यो यो वालासित त 4 कलर छ कति कलर छ त्यहाँ थाहा छ तिमीलाई त्यहाँसित 5 कलर उता जाऊ त्यो पहिलो भएको एउटा होइन हो कि होइन एउटा यो भयो एउटा यो एउटा त्यो 1 2 3 4 5 6 कलर छ हामी त्यहाँ टिपीको यता फेरि यहाँ रातो छ यहाँनिर 7 कलर भयो कि त्यो पहिलो अर्को बुता लाएर हुन्छ कि त्यो यो बुता लाएर हो यो बुता लाएर जङ्गलको बिच झोरी र झ्याङ रातोमा त लड्केर भयो लायो मेरो चकमा रातो माटो चिप्लो बाटो भइले भए रातै भए ल्याउन न ब्यागमा रातै छ चाकमा रातै छ कस्तो चिप्ल्याउ नि चिप्लिने भने यहाँ छ मामे फुल मात्र देखिन्छ हो त्यो चाहिँ सबभन्दा छ नि यो लास्ट ब्युटी हो यो ब्युटी खालीको हो यो टिपो कि रातो माटो देखेर अलि लामो बनाऊ है हाँगा रस रहेछ मामे रस छ खाने हो नि त के गर्नु त मलाई छ बुझ्छौँ कहाँदेखि भाँच्यो कहाँदेखि भाँच्यो कि त्यो मात्र भाँच्नु पर्ने थियो तिमीले होइन बान्न मिलिहाल्छ सब थरीको टिपाउनु होइन कति थरी हुँदो रहेछ होइन पानी पिन लाग्छौ त्यस्तो पानी कसरी पिन्छौ तँबाट तिमी त्यस्तो पानी कसरी पिन्छौ कहाँले धेरै चोइरहेको छ त्यही हो चोको अलि ठुलो पात भएन के हराइहाल्छ मामे कस्तो छ भने मिठो छ कस्तो छ भने मिठो छ लास्टै जलजलाको भन्दा अच्छी छ मामे बोतल थाहा पाऊँ न त मामे झ्याउन मन मलाई अघि बरफ जस्तै छ हो खान्छु नि भन्ने म फुल टिप्दा आउँदा आदि त म भन्दा पनि गुलियो छ क्या त्यस्तो त छैन होइन नगर्न लास्टै गुलियो ठिक ठिकै छ म जस्तो त छैन मामे तर बास्ना आउँछ नि अस्ति म पनि खाएको थिएँ क्या दामी नै हुन्छ खाइदिनु पर्छ यो घर लाग्ने यो रस खाने भएन कि के हो पानी भरिरहेछ किन पानी खानु पर्यो नि गुलियो छ होला कि यत्रो मौर ल्याइरहेछ नि त यार यत्रो भौँ गरिरहेछन् यत्रो मौरी कहाँ बस्छ होला कि कतै भिउमा छ होला नि म पनि खान्छु खै पाटको के तिम्रो भन्नाले तिम्रो पाटको बुझ्दैनौ पछाडि मेरो पाइनको नै पाइन चाहिँ घोरेको बरफ खायो भन्दा पनि चिसो छ है यस्तो छिकै दामी छ है यस्तो पाइन त कहाँ पाइन्छ र होइन जलजलामा
डुल्नुपर्छ पानी खानलाई लास्टै दामी छ के पानी है लाइफमा खान्छन् जस्तो लागेको छ मलाई यस्तो पानी त लास्टै बबाल छ कि मामी चिसो या अघि बरफ खानेलाई नि यस्तो लाथेन अघि लास्टै दामी पानी पनि क्या दामी हाल्छ कि है धेरै ठुलो पनि छैन नि त पानी पानीको धारा हेर न क्या दामी आनन्द गइरहेछ भने हेरेर बसौँ जस्तो लाग्ने कि है कस्तो मजाको जुम दिदी हो हेर न